सम्पूर्ण नेपालीमा नमस्कार। हाम्रो देश नेपालमा निर्वाचनको माहौल सकिएर अब निर्वाचनको मत परिणाम आउँदै गरिरहेको छ र निर्वाचनको मत परिणाम आउँदै गर्दा नेपालमा पहिलो पटक एउटा नयाँ दललाई 2/3 बहुमत नजिक नजिक पिराउने माहौल बनिरहेको छ। अब यो माहौल बनिरहनुभन्दा पहिला म नेपालको इतिहास, राजनीतिक इतिहास चाहिँ कहाँदेखि सुरु भयो र यो यहाँसम्म आउनुको पछाडिको कारण के हो भन्ने बारेमा चाहिँ मैले तपाईहरू सबैलाई थाहा हुनसक्छ, तर थाहा नभएको नेपालीहरू समक्ष चाहिँ मैले केही जानकारी मैले पढेको, केही बुझेको यहाँहरू समक्ष समग्रमा जानकारी दिन चाहन्छु। नेपालको राजनीतिक इतिहासलाई पल्टाएर हेर्ने हो भने 2046 सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय व्यवस्थाको सुरुवात भएको हो। 46 सालमा जनआन्दोलन भयो, त्यसपछि चाहिँ नेपालमा बहुदलीय व्यवस्थाको सुरुवात भयो। तर त्यहाँ यता 2082 सालसम्म आइपुग्दा देशको शासन सत्ताको बागडोर प्राय उनीयै पुराना दल नेपाली काङ्ग्रेस, एमाले, माओवादीकै हातमा घुमिरह्यो। तर बीचबीचमा विभिन्न किसिमका आन्दोलन भयो, क्षति भयो, देशले धेरै घोप्न पर्यो, तर पनि यिनै तीन दलकै वरिपरि घुमिरह्यो र यिनै तीन दलले नेपाली जनतालाई झुक्क्याइरहे। कहिले एक्लै सरकार चलाएर, कहिले गठबन्धनले सरकार चलाएर र नेपाली जनतालाई यतिसम्म पागल बनाए कि यिनीहरूले यति झुटा आश्वासन, खोक्रा भाषण दिए र पुरै नहुने बाचापत्रहरू पनि यिनीहरूले सधैँ नेपाली जनतालाई सार्वजनिक गरेर एकदम नेपाली जनतालाई पागल जस्तै बनाए। तर नेपाली जनताले पनि सबक सिकाउन चाहे। 2082 सालको यो अहिले आइरहेको रिजल्टमा चाहिँ एउटा ऐतिहासिक सन्देश दिदिए नेपाली जनताले। सायद नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताले चुपचाप आफ्नै मनमनमा एउटा कुनै पनि राजनीतिक दलको सम्झौता बिना, कुनै पनि नेताको निर्देशन बिना जनताले आफै निर्णय गरे। त्यही निर्णयको परिणाम स्वरूप देशमा एउटा शक्तिशाली 2/3 बहुमत सहित एउटा पार्टीलाई पार्लियामेन्टमा पठाउने वातावरण बनेको छ। यो केवल चुनावी नतिजा मात्रै होइन, यो त दशकौँदेखि चलाउँदै आएका पुराना दललाई, पुराना पार्टीका नेतालाई दिएको स्पष्ट सन्देश हो। यो सन्देश के हो भने अब नेपाली जनता तपाईहरूका झुटा भाषण, घोघरा शासन र झुटा सपनाका पछाडि लाग्ने छैनन् भनेर। तर म यहाँ अर्को कुरा के पनि प्रष्ट गर्न चाहन्छु भने आज जनताले जुन विश्वास गरेर नयाँ नेतृत्वलाई अगाडि पठाएका छन्, त्यो विश्वासको कदर हुनपर्छ, त्यो नयाँ दलले गर्नपर्छ। यदि फेरि पनि जनताको पक्षमा काम भएन, देशको विकासका लागि प्राथमिकता दिएन र राष्ट्रभन्दा व्यक्तिगत स्वार्थलाई अगाडि राखियो भने नेपाली जनता फेरि पनि चुप लागेर बस्ने चाहिँ छैनन्। अब यो कुरा चाहिँ नयाँ पार्टीले बुझ्नै पर्छ। नेपाली जनता आज देखाइसकेका छन्, उनीहरू आवश्यक परे आफ्नै तरिकाले गठबन्धन गर्न सक्छन्, निर्णय गर्न सक्छन् र नेतृत्वलाई पनि पाठ सिकाउन सक्छन्। जुन चाहिँ लामो समयबाट शासन गरेको नेतृत्वलाई नै पाठ सिकाउन सक्छन् भन्ने चाहिँ आज देखाइसकेका छन्। त्यसैले आजको यो जनादेशलाई सम्मान गर्दै देशको भविष्यप्रति गम्भीर बन्नुपर्छ। सत्ताको मातमा होइन, सेवाको सोचले काम गर्नुपर्छ। व्यक्तिगत स्वार्थलाई होइन, राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ। नेपाली जनताको विकास, समृद्धि र उज्जवल भविष्यको लागि सबै मिलेर इमानदार तरिकाले यो नयाँ दल चाहिँ अगाडि बढ्नुपर्छ। यस्तो गर्यो भने यसलाई चाहिँ आउने 15 वर्षको स्थिर सरकार बनेर देशको विकास गर्ने अवसर मिल्नेछ। यदि यसले पनि बाटो बिराएछ भने नेपाली जनताले अझ अर्को निर्णय, अर्को कदम चाल्नेछन् र अर्को सकभर नेपालले अर्को ठुलो खालको क्षति सहन नपरोस्, राज्यको दोहन हुन नपरोस् र राज्यको अखुत सम्पत्ति नष्ट हुने वातावरण नहोस्। र अब यही दलले एउटा राज्यको निकास निकालोस्, राज्यलाई विकासको तर्फमा, नेपाली जनतालाई स्वरोजगारी तर्फमा र नेपालमा समग्र उन्नतिको तर्फमा लैजाओस् भन्ने विशेष आशा गर्दै नयाँ आएको नेतृत्वलाई शुभकामना, पुराना जित्नुभएका नेताज्यूगणहरूलाई पनि विशेष शुभकामना र जसले यो चुनाव हारिराख्नु भएको छ उहाँहरूले चाहिँ अझ सबक सिकेर अब झन् गम्भीर भएर जनताको पक्षमा उठ्नुपर्छ। उहाँहरूले बिर्सिनुभयो, उहाँहरू राजा त यो देशबाट फाल्नुभयो, तर उहाँहरू आफू राजाभन्दा पनि महान भएर बस्न खोज्नुभयो। त्यो कारणले आज हाम्रो देशमा यो अभिगत आएको हो र अब राज्यको सम्पत्ति नष्ट हुन नपरोस्, आम सर्वसाधारणको जिन्दगी गुम्न नपरोस्,
नपरोस्, आम सर्वसाधारणको बलिदान दिन नपरोस् र 2082 सालदेखि उता चाहिँ नेपालको विकासको, उन्नतिको र प्रगतिको बाटो अगाडि लम्कियोस् भनी विशेष कामनाका साथ सम्पूर्ण नेपाली राजनीतिक दललाई शुभकामना र नयाँ सरकार, नयाँ राजनीतिक सोचको साथमा यो देशको विकास होस् भन्ने विशेष चाहका साथ हस्त। धन्यवाद।